इन्डियाबाट नेपाल पुगिसकेपछि सोचेको थिइनँ यस्तो खतरनाक जग्गा पनि बनिएको छ भनेर। र बिहान चाहिँ हाम्रो प्लान भइसकेको थियो झापाको दोस्रो सबैभन्दा लामो झुलुङ्गे पुल हेर्नु जाने भनेर। टोटो चाहिँ फेरि आफ्नै मामाको, जसो गरे पनि मतलबै छैन। अनि टोटोमा सरर नेपालको चिसो हावा खाँदै नेपालको बाटोमा हिँड्यो। त्यस पछाडि देखियो झापाको दोस्रो सबैभन्दा लामो ब्रिज। र ब्रिज माथि चढ्नको लागि चाहिँ सिँढी पनि बनाइदिएको रहेछ। यो चाहिँ मेरो फर्स्ट टाइम हो यति लामो झुलुङ्गे पुलमा चढ्नु पाएको। सिँढीदेखि माथि चढ्दै जाँदा चाहिँ नसोचेको सिन पो देखियो यार। यही हो गाइस झुलुङ्गे पुल भन्ने। र झुलुङ्गे पुलको स्टार्टिङ त देखियो, यो पुलको एन्ड चाहिँ भ्याउँदैन रहेछ आँखाले। त्यतिकै त मानिएको रहेन रहेछ झापाको दोस्रो सबैभन्दा लामो झुलुङ्गे पुल भनेर। यस्तो सिन चाहिँ मेरो लाइफको फर्स्ट चोटि भएको है साथी। मलाई चाहिँ यो पुलमा आइसकेपछि एउटै चिज गर्नु मन लाग्यो, जुन चाहिँ हो यो पुलको एन्डसम्म पुग्ने। न फोनको क्यामेराले न आँखाले न दिलले लामो ब्रिजको एन्डिङै देखेको थिएन। र स्टार्टिङदेखि यति टाढो आइसके कि म त्यही पनि आँखाले एन्डसम्म चाहिँ भेटिएकै थिएन। 10 मिनट हिँडिसकेपछि चाहिँ फेरि यही ब्रिजबाट फर्किनु पनि पर्ने छ। यो रिभरको नाम चाहिँ मैले भन्नै बिर्सिरहेको छु। र यो रिभरको नाम हो रतुवा रिभर। अनि यसको लोकेसन चाहिँ मैले अगाडिको ब्लगमा पनि हालिदिइरहेको छु, गएर एकचोटि हेर्नु सक्नुहुन्छ कहाँ चाहिँ पर्दो रहेछ यो ब्रिज। अनि हामी पनि नसकेर घरतिर फर्क्यौं, किनभने त्यति टाढो गइसकेपछि फर्केर पनि आउनु पर्छ। त्यही भएर सोच्यौं घर फर्किनै ठिक हो। हस्त साथी हो नेपालको फ्ल्यागदेखि यो ब्लगलाई पनि यहीँनिर एन्ड गरौँ। फलो गरेर राख्नुहोस् नेपालको नेक्स्ट पार्ट भोलि।